ल हेर साथीहरू नमस्कार गुड मर्निङ र आजको दिन सुरु हुँदैछ। आज अहिले बजेको छ 5 बजी र 5 बजी म उठेर ब्रस गरिसकेको छु। यसै ढल्किरहेको थिएँ, यसो सोचेँ नाइ अब चाहिँ निस्किने बेला भयो र अब जानेछु एक जग्गा। र आज नेपालीमा यो भिडियो बनाउँदैछु। सबैले मलाई भन्दै थियो मेरो युट्युब च्यानलमा चाहिँ तपाईँको 3000 करिब सब्सक्राइबरहरू छन् र बहुत दिनबाट मैले भिडियो पनि बनाएको थिइनँ। उहाँहरूले भन्नुहुँदै थियो आसामिसमा बनाउँछेस्, ब्लग बनाउँछेस्, हिन्दीमा ब्लग बनाउँछेस्, नेपालीमा चाहिँ किन बनाउँदिनस्। र मैले आज आफ्नै भाषा नेपालीमै यो ब्लग बनाउँदैछु। र आज हाम्रो जुन चाहिँ गुवाहाटीको जति पनि मिडिया हाउसहरू छन्, प्रिन्ट मिडिया हाउस, इलेक्ट्रोनिक मिडिया हाउस र या डिजिटल मिडिया हाउस, सबैको एउटा एउटा टिम अर्थात् सबै हाउसबाट फ्रेन्डली म्याच हुन जाँदैछ। उहाँ एमएलएहरू पनि जति पनि आसामको जति पनि एमएलए हुन्छ उहाँहरूको पनि एउटा टिम एउटा हुने सम्भावना छ र एउटा म्याच हुन जाँदैछ। र उस्तो म्याचको लागि सबैजना अहिले प्रिपेरेसनमा छ। फिमेल र मेल दुवै क्याटेगोरीमा यो म्याच हुनेछ र आज फिल्डमा कस्तो एउटा माहौल हुनेछ तपाईँहरूलाई देखाउन चाहन्छु। आज यसो हेर्दा हेर्दै फट्टै एउटा किताबमा एउटा कपीमा मन आँखा पर्यो र आज 6-7 वर्ष अगाडि मैले लेखेको छु। कहाँबाट लेखेको कहिले लेखेँ मलाई यति याद छैन। अगाडि यसै लेखिरहेको थिएँ अनि ती बिचमा दोडा लाइन मैले नेपालीमा लेखेको रहेछु। अनि त्यो चाहिँ तपाईँहरूलाई पाठ गर्नु पर्यो भनेर छु र तपाईँहरूलाई पनि राम्रो लाग्छ होला सुनेर। अरूलाई पीडा दिनेले छिटै सजाय भुग्छ, अरूलाई पीडा दिनेले छिटै सजाय भुग्छ, त्यही भएर त मोमबत्ती र चुरोटभन्दा सलाई पहिले मर्छ। अब एउटा लाइन रहेछ। एकचोटि मोमबत्तीले उसको भित्रको धागोलाई सोधेछ, जल्न त म पनि जल्छु नि, तिमी किन पग्लिन्छौ भनेर मोमबत्तीलाई भनेछ। मोमबत्तीले जवाब दिन्छ। जवाब कसरी दिन्छ भन्दाखेरि मोमबत्तीले जवाब दिन्छ, जसलाई मनमा सजाइएको हुन्छ उसलाई पीडा हुँदा त आँसु त आइहाल्छ। कस्तो लाग्यो कमेन्टमा भन्नुहोला। ल आजको बिस्तारबाट उठ्यौँ र आजको प्र्याक्टिस तपाईँहरूलाई देखाउन जाँदैछु। र म अहिले चाहिँ आइपुगेको छु फिल्डमा र फिल्डमा अहिले पुरै टन्नै मान्छे छन् नि हौ। बिहानै पुरै टन्नै मान्छे छन् नि हौ। यहाँ सबै मिडिया हाउस हो। यिनीहरू सब प्रिन्ट मिडिया, डिजिटल मिडिया, इलेक्ट्रोनिक मिडिया र यहाँ एमएलए होस्टेलको एमएलएहरू यहाँ मर्निङ वाक गर्ने गर्छन्। All the best. Thank you. Hirak, all the best. Thank you. Basanta, all the best. Thank you. All the best. Baldare kheliba. Nitu, Baldare kheliba. Thank you. Santanda, Baldare khelibo. Thank you. Oh, ঠিকই আছে। प्रतिदिन टाइम भर्सेस असम लाइभ 24। केनेको लागि छ Audience, बढ़िया. खेलिले ये अगली बॉल डालते हुए विजय और मैदान में उतरे हैं अनूप और अगली बॉल डाल रहे हैं विजय और ये सीधा स्टंप की ओर जाते हुए कीपर ने पकड़ लिया और इसी के साथ ओवर समाप्ति। दूसरे ओवर
करने जा रहे हैं हीरक ज्योति डेका। ये हीरक ज्योति डेका का पहला बॉल और ये फुल टॉस और सीधे र व्यस्तताका बिचमा यहाँ मिडिया हाउसको सबै साथीहरूले यहाँ म्याच खेले र असम लाइभ र प्रतिनिधि टाइमको बिचमा यो म्याच थियो। असम लाइभले जिते र अर्को म्याच 25 तारिक हुनेछ हाम्रो। यो अर्को भिडियोमा तपाईँहरूलाई देखाउनेछु। यो भिडियो कस्तो लाग्यो हजुरहरूले कमेन्ट गरेर जनाउनुहोला। धन्यवाद।